हेलो साथीहरु नमस्ते। तपाईहरु सम्पूर्णलाई यस प्रकाशपुरा च्यानलमा स्वागत छ। आज मैले मध्य प्रदेश निजामती सेवा ऐन 2077 सम्बन्धी विशेष जानकारी छोटकरीमा लिएर आएको छु। योभन्दा पहिलो भिडियोमा मैले गण्डकी प्रदेश निजामती सेवा ऐन, त्यसैगरी कोशी प्रदेश निजामती सेवा ऐन र लुम्बिनी प्रदेश निजामती सेवा ऐनको विशेष भिडियोहरू यस युट्युब च्यानल मार्फत राखिसकेको छु। अहिले भने मैले मध्य प्रदेशको निजामती सेवा ऐन 2077 सम्बन्धी विशेष जानकारीलाई छोटकरीमा एकदमै सटिक संक्षिप्त रूपमा तयार पारेर तपाईहरु सामु ल्याएको छु। यो भिडियो सुरु हुनुभन्दा पहिले यो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला है त। सुरु गरौँ। मध्य प्रदेश निजामती सेवा ऐन 2077 भनेको छ, यसमा चाहिँ प्रदेश राजपत्रमा यो कहिले प्रकाशित गरिएको थियो भने प्रदेश राजपत्रमा 2077 माघ 28 गते प्रकाशित गरिएको थियो, जसको प्रमाणीकरण मिति पनि 2077 माघ महिना 10 महिना 28 गते चाहिँ प्रमाणीकरण गरिएको थियो। जुन बेला प्रमाणीकरण गरियो सोही समयमा चाहिँ प्रदेश राजपत्रमा प्रकाशित पनि गरिएको थियो। यो दुईटा कुरा पनि महत्त्वपूर्ण हुन जान्छ, यसलाई चाहिँ ध्यान दिनु होला। यस ऐनको नाम प्रदेश निजामती सेवा ऐन 2077 रहेको छ भनेको छ, यो पनि महत्त्वपूर्ण कुरा हो है त। कहिलेकाहीँ यही कुराहरुमा चाहिँ लोकसेवामा झुक्काइदिएको हुन सक्छ। र अर्को भनेको प्रदेश सरकार भन्नाले प्रदेश नम्बर 2 को प्रदेश सरकार मन्त्री परिषद सम्झिनु पर्छ भनेको छ, यो कुरा पनि महत्त्वपूर्ण हुन जान्छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको विभिन्न प्रदेशहरुको जुन निजामती सेवा गठन भएको हुन्छन्, कहिलेकाहीँ ती निजामती सेवाको जुन गठन गरेका सेवाहरू छन्, निजामती सेवाहरू, उक्त सेवाले झुक्काइदिन सक्छ। त्यही कुरालाई महत्त्वपूर्ण मानेर प्रदेश नम्बर 2 अर्थात् मध्य प्रदेश निजामती सेवा ऐन 2077 भित्र गठन भएका निजामती सेवाहरू के हुन् भनेर हेरौँ। क मा आर्थिक योजना तथा तथ्याङ्क सेवा भनेको छ, ख मा चाहिँ इन्जिनियरिङ सेवा, ग मा कानुन सेवा, घ मा कृषि सेवा भनेको छ, अनि प्रशासन सेवा, त्यसपछि वन सेवा, विविध सेवा र शिक्षा सेवा र स्वास्थ्य सेवा। यी कुरा चाहिँ आर्थिक योजना तथा तथ्याङ्क सेवा, इन्जिनियरिङ सेवा, कानुन सेवा, कृषि सेवा, प्रशासन सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा र स्वास्थ्य सेवा, यी कुराहरूलाई पनि महत्त्वपूर्ण मानेर चाहिँ हेर्नु होला है त। यो छोटकरीमा मैले तयार पारेको छु। र अर्को चाहिँ प्रदेश निजामती सेवाको पदपूर्ति भनेको छ। प्रदेश निजामती सेवामा कुनै पनि पदमा कर्मचारी रिक्त रहँदा कसरी पदपूर्ति गरिन्छ, जस्तै विभिन्न तहमा कर्मचारीको पदपूर्ति गरिने तरिका के हो भन्ने कुरा चाहिँ, यदि प्रदेश स्वास्थ्य बाहेकका अन्य सेवातर्फ, स्वास्थ्य बाहेकका अन्य जति पनि प्रशासन, प्राविधिक, अप्राविधिक है त, तर स्वास्थ्य बाहेकका अन्य सेवातर्फ चाहिँ तह र पद भनेको छ सुरुमा चाहिँ, र त्यसपछि खुल्ला प्रतियोगिताबाट यदि चौथो तहको पदमा चाहिँ तहमा यदि कर्मचारी पदपूर्ति गर्न पर्यो भने खुल्ला प्रतियोगिताबाट 90% विज्ञापन खुलाएर पदपूर्ति गरिन्छ भने 10% चाहिँ बढुवा र स्तरवृद्धिबाट चौथो तहमा कर्मचारी पदपूर्ति गरिने सेवा छ है त। अन्तर सेवातर्फ चाहिँ कति पनि राखेको छैन। र पाँचौं तहमा यदि कुनै पनि कर्मचारी पाँचौं तहमा आवश्यक पर्यो भने 50% कर्मचारी चाहिँ खुल्ला प्रतियोगिताद्वारा इक्जाम लिएर गराइन्छ हैन। त्यसैगरी बढुवा र स्तरवृद्धिबाट चाहिँ 40% राखेको छ। त्यसैगरी अन्तर सेवाबाट 10% राखेको छ है त। यो कुरा पनि महत्त्वपूर्ण हुन जान्छ। र त्यस्तै गरी 6औं तहमा 100% नै बढुवा तथा स्तरवृद्धि गरेर कर्मचारी नियुक्ति अथवा पदपूर्ति गरिने व्यवस्था रहेको छ। र 7औं तहमा 65% खुल्ला प्रतियोगिताद्वारा, 25% बढुवा र स्तरवृद्धि र अन्तर सेवा मार्फत 10% कर्मचारी पदपूर्ति गरिने व्यवस्था छ। यो चाहिँ प्रदेशको स्वास्थ्य बाहेकका अन्य सेवातर्फ हो भने प्रदेशको स्वास्थ्य सेवातर्फ यदि तपाईहरु प्राविधिक हुनुहुन्छ, प्राविधिक सेवातर्फ इक्जाम दिइरहनु भएको छ भने प्रदेशको स्वास्थ्यतर्फ यो कुरा चाहिँ महत्त्वपूर्ण हुन जान्छ तपाईहरुलाई। तहमा चौथो तह, पाँचौं र सातौं चिकित्सक भनेर मैले राखेको छु। खुल्ला प्रतियोगिताद्वारा यदि चौथो तहको पदमा स्वास्थ्यतर्फको कर्मचारी नियुक्त गर्नु पर्यो अथवा पदपूर्ति गर्नु पर्यो भने 100% नै खुल्ला प्रतियोगिताद्वारा कर्मचारी पदपूर्ति गरिन्छ। र पाँचौं तहमा यदि पाँचौं तहमा चाहिँ 55% खुल्ला प्रतियोगिताद्वारा र बढुवा र स्तरवृद्धि भनेर 35% र त्यसपछि अन्तर सेवातर्फबाट 10%
राखेर पदपूर्ति गराइन्छ र 7औं चिकित्सकमा चाहिँ 70% खुल्ला प्रतियोगिताद्वारा, त्यसै गरी बढुवा र स्तरवृद्धिबाट 20% र अन्तरसेवातर्फबाट 10% गरी जम्मा 100% बनाएर 7औं चिकित्सक तहमा चाहिँ पदमा कर्मचारी पदपूर्ति गर्ने व्यवस्था रहेको छ है त। त्यसै गरी अर्को भनेको छ, अर्को टपिकमा चाहिँ कर्मचारी प्रदेश निजामती सेवालाई समावेशी बनाउन, जस्तै खुल्ला प्रतियोगिताद्वारा चाहिँ 49% खुल्ला प्रतियोगिता र बाँकी रहेको 51%लाई 100% मानेर चाहिँ सबै जाति, समूह, लिङ्गलाई समावेशिताको आधारमा कोटा खुलाएर, विज्ञापन खुलाएर चाहिँ कर्मचारी पदपूर्ति गर्ने व्यवस्था छ। त्यस्तै भित्र जस्तो मधेसी चाहिँ 55% कोटा खुलाइन्छ, त्यसै गरी दलित 17% र मुस्लिम 12%, आदिवासी जनजाति 6%, थारू 5%, त्यसै गरी आर्थिक रूपले विपन्न खसारे 2%, अपाङ्ग 2%। यसरी चाहिँ समावेशिताको आधारमा 51%लाई 100% मानेर समावेशिताको आधारमा कोटा खुलाइने गरिन्छ। र त्यसै गरी नियुक्ति र पदस्थापन भनेको छ, तपाईको यदि नियुक्ति र पदस्थापन हेर्ने हो भने अधिकृत 9 तह वा सोभन्दा माथिको पदमा प्रदेश सरकारले नियुक्ति र पदस्थापन गर्दछ है त। अधिकृत 9, 10औं, 11औं, 12औं, 13औं हैन, सो तहको पदमा चाहिँ प्रदेश सरकारले नियुक्ति र पदस्थापन गर्दछ। अधिकृत 6औं, 7औं र 8औं तहको कर्मचारीलाई सम्बन्धित मन्त्रालयले चाहिँ नियुक्ति र पदस्थापन गर्दछ भने प्रदेश निजामती सेवाको सहायक पदमा, जस्तो 4औं, 5औं तहको पदमा चाहिँ विभागीय प्रमुख र वा कार्यालय प्रमुखले नियुक्त गर्ने व्यवस्था रहेको छ है त। त्यसै गरी व्यक्तिगत विवरण भनेको छ, यो सिट रोल भन्छ। प्रदेश निजामती सेवामा तपाईको यहाँ भनेको छ, प्रदेश निजामती सेवामा नियुक्त भएको 1 महिनाभित्र सिट रोल तयार गरी कार्यालयमा पेश गर्नुपर्नेछ। कुनै पनि कर्मचारी छ भने उक्त कर्मचारीले प्रदेश निजामती सेवामा नियुक्त भएको 1 महिनाभित्र सिट रोल तयार पार्न पर्यो र कार्यालय प्रमुखले चाहिँ प्राप्त गरेको 15 दिनभित्र प्रदेश निजामती किताबखानामा पठाइसक्नुपर्छ भनेको छ है त। र अर्को टपिक भनेको उम्मेदवार हुनका लागि योग्यता भनेको छ। यदि सहायक तहको पदमा 18 वर्ष पुरा भएकोले मात्रै उम्मेदवार हुन पाउँछ, ऊ योग्य हुन्छ। र अधिकृत तहको पदमा 21 वर्ष पुरा भएको हुनुपर्छ है त। त्यसपछि पुरुष उम्मेदवारको हकमा चाहिँ 35 वर्ष पुरा नभएको र महिला उम्मेदवारको हकमा 40 वर्ष पुरा नभएको। 40 वर्षभन्दा ओभर छ भने कसैको एज, उक्त व्यक्ति महिला वा पुरुष भएको खण्डमा चाहिँ 35 वर्षभन्दा माथिकोले इक्जाम दिन पाउँदैन, फर्म भर्न पाउँदैन, उही अयोग्य हुन्छ भने महिलाको हकमा 40 वर्षभन्दा माथिको महिला कर्मचारी अथवा महिलाले चाहिँ नियुक्ति हुँदैन। र यहाँ अर्को टपिक भनेको परीक्षण कालको कुरा छ। स्थायी पदमा नयाँ नियुक्त भएका महिलाको हकमा 6 महिना परीक्षण काल राखिनेछ भने पुरुष कर्मचारीको हकमा 1 वर्ष परीक्षण काल राखिनेछ। त्यसै गरी प्रमुख सचिव र सचिवको पदावधि भनेको छ, प्रमुख सचिवको पदावधि 3 वर्ष हुनेछ र सचिवको पदावधि 5 वर्ष हुनेछ। र सरुवा र काज भनेर अर्को टपिक राखेको छ। सरुवा र काजमा अधिकृत 6औं तह वा सोभन्दा मुनिको विभागीय प्रमुखले सरुवा गर्नेछ अथवा काजमा पठाउनेछ। 7औं र 8औंको लागि सम्बन्धित मन्त्रालयले, 10औं 9औं तहको कर्मचारीका लागि मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयले, अधिकृत 12औं 11औं 12औं तहका कर्मचारीको सरुवा र पदस्थापना चाहिँ कसले गर्छ? काजमा पठाउँदाखेरि प्रदेश सरकारले गर्छ है त। र अर्को कुरा भनेको एक मन्त्रालय अन्तर्गत विभाग वा कार्यालयको प्रदेश निजामतीको कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा पठाउँदाखेरि है मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पदस्थापना अथवा सरुवा गर्ने गर्छ है त, सरुवा गर्ने गर्छ। काज सम्बन्धी व्यवस्था भनेको छ, प्रदेश निजामती कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, विभाग वा
कार्यालयबाट अन्य स्थानमा एक वर्षमा कम्तीमा पनि 3 महिनाको लागि, म्याक्सिमम चाहिँ 3 महिनाको लागि काजमा पठाउने व्यवस्था रहेको छ। र बढुवा र समिति भनेको छ अधिकृत स्तरका पदमा बढुवाका लागि सिफारिस गर्न द्याहे बमोजिमको बढुवा समिति हुनेछ। जस्तै अध्यक्ष मात्रै राखेको छु मैले। अध्यक्ष चाहिँ प्रदेश लोकसेवा आयोगको अध्यक्ष अधिकृत स्तरमा बढुवा हुनका लागि, बढुवाका लागि जुन समिति बन्छ, समितिको अध्यक्षमा चाहिँ प्रदेश लोकसेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ भने सहायक चौथो, पाँचौं र अधिकृत सातौं तहको पदका लागि चाहिँ लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य अध्यक्ष हुने, समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ है त। अब बढुवाको लागि न्यूनतम योग्यता भनेर अर्को टपिक राखेको छ। जस्तै सेवा अवधिको मात्रै कुरा गर्ने हो भने सहायक पाँचौं तह, यदि सहायक पाँचौं तहमा बढुवा हुनका लागि सहायक चौथो तहमा कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्नेछ। र यदि सहायक चौथो तहमा बढुवा हुनका लागि सहायक तेस्रो तहमा कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्नेछ है त। र अर्को टपिक भनेको तलब भत्ता र सुविधाको कुरा छ। कुनै पनि निजामती कर्मचारीले नाम निस्काइसकेपछि, ऊ नियुक्ति र पदस्थापना भइसकेपछि चाहिँ कार्यालयबाट पाउने सेवा सुविधामा तलब भत्ता र अन्य सुविधा छ। जस्तै मैले केही सुविधा चाहिँ यहाँ राखेको छु। चाडपर्व खर्च भनेको छ, कर्मचारी सञ्चय कोष, बिमा सम्बन्धी व्यवस्था र उपचार खर्च र अन्य सुविधाहरू पनि छन्। सबै कुरालाई मैले यहाँ समेटेको छैन, यो त्यति उपयोगी नभएर। र अर्को कुरा भनेको प्रदेश निजामती कर्मचारीलाई पाउने विधामा राखेको छु। भैपरी र पर्व विधा 6 दिन पाउने गर्दछ। घर विधा काम गरेको अवधिको 12 दिनको 1 दिन लेखेको छ है त। यदि तपाईले 12 दिन काम गर्नुभयो भने त्यही 12 दिनको 1 दिनका दरले है 12 दिनको 1 दिनका दरले 1 वर्षमा बिदा पाउँछ र उक्त कर्मचारीले चाहिँ उसको सेवा अवधि भर 180 दिन बिदा सञ्चित गर्न पाउँछ। उसले भोलि त्यो सञ्चित गरेको 180 दिन बिदाको रकम पनि पाउँछ है त। र अर्को बिरामी बिदा, बिरामी बिदा 1 वर्षमा 12 दिन लिन पाइन्छ। प्रसुति बिदा भनेको 2 पटक 98 दिन लिन पाइन्छ। प्रसुति स्याहार बिदा भनेको 15 दिन, मृत्यु संस्कार बिदा भनेको 15 दिन, सट्टा बिदाको व्यवस्था पनि छ। एउटा कर्मचारीको काम पर्यो भने उक्त कर्मचारीको कार्य अवधिमा अर्को व्यक्तिलाई सट्टामा राख्न मिल्ने खालको बिदा। र अतिरिक्त सेवा बिदा भन्ने राखेको छ यो मधेस प्रदेशले। र अर्को भनेको अध्ययन बिदा, असाधारण बिदा, बेतलबी बिदा, यी कुरालाई चाहिँ हेर्नु होला। र अर्को भनेको अवकाश, अवकाश उपदान र निर्वृत्तभरण भनेको छ 60 वर्ष उमेर पुगेपछि प्रदेश निजामती सेवाबाट अनिवार्य अवकाश गर्ने व्यवस्था मधेस प्रदेश निजामती सेवा ऐन 2077 मा राखिएको छ है त। यो कुरालाई चाहिँ ड्राफ्टिङ गरिएको छ। हस्त साथीहरू, तपाईलाई यो यदि यसको चाहिँ नोट चाहियो, पीडीएफ चाहियो भने कमेन्ट बक्समा पीडीएफ चाहिएको छ भनेर जानकारी दिनु होला। र अन्तिममा सम्म यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस्, धन्यवाद।